हेलो बडा हेलो के गर्नु हुँदैछ हौ? के गर्नु नातिको पासमी छ आज भोलि आज चाहिँ घेरा बार यसो रङ्गी चङ्गी गरिँदैछ सजाइँदैछ। हामी चाहिँ यहाँनिर पालहरू लगाएर टक्कसँगले यस्तो बनाउनु हुँदैछ भोलिको लागि। अहिले चाहिँ यहाँ अलिकति तयारी हुँदैछ। अहिले चाहिँ डेकोरेसन यति मात्र हुँदैछ रेमन। भोलि चाहिँ यो पुरै राम्रो हुन्छ हैन? हेलो नमस्ते रुन्ची ब्लगमा। तुलसी हैन हौ अनिता। रुन्ची ब्लग अनिता हो अनिता। भोलिको लागि यहाँ तयारी सबै तयारी यहाँनिर। भोलि चाहिँ उहाँ चाहिँ मामु भोलिको चाहिँ उहाँ मामु। हामी चाहिँ भोलिको भान्से। यता चाहिँ झन् मेन भान्से, यता चाहिँ ठुलो मामु। हेलो ठुलो मामु। भोलि चाहिँ यो चाहिँ कसले बनाउनु भएको अरे? मार्नुहुन्छ होला। अनि यहाँनिर चाहिँ किचनमा चाहिँ सबै खानेकुराहरू राख्नु भएको छ। यहाँ पानी, यहाँनिर चाहिँ भोलिको लागिलाई टक्कसँगले के हुँदैछ? चिकन फ्राई हुँदैछ। चिकन फ्राई गर्ने मान्छे उहाँ हुनुहुन्छ, यहाँ पनि हुनुहुन्छ भाइ। कस्तो हुँदैछ त? हो त चिकन छैन नि हौ होइन भाइ, गर्नुपर्ने हुन्छ। अनि यहाँनिर चाहिँ बढी सुतिरहनु भएको छ। यहाँ चाहिँ दिदी यस्तो गर्मीले यहाँनिर चाहिँ पुरै गाई भोलिको दिन पनि बसेको छ। अहिले चाहिँ यहाँनिर मासु गाईको मासु कटिङ हुँदैछ। बस्ने हुने मान्छे चाहिँ यहाँ सुतिरहनु भएको छ, उठ्नु भएको छैन, उहाँको निन्द्रा पुगेको छैन। मस्त हेर ए को मान्छे हो? माम खाने मान्छे उठ्नु भएछ है। गुड मर्निङ सानो अमोय रुएर हास ए फेरि यहाँ सुसु गर्नुभयो मालिकले। हाम्रो चाहिँ यहाँ भदैनीले तङ्बा लगाउनु हुँदैछ। तङ्बा कति खाने हो गाई चढेर्नुहोस् है, खानु आउनु। यहाँ चाहिँ भाइको लागि माछा, यहाँ चाहिँ चिकन बफ एक चाहिँ बिग्रेर यहाँ पाकेन रहेछ। म चाहिँ पकाइदिँदैछु खाना। यहाँ चाहिँ काटकुट हुँदैछ त्यो ठाउँ। यहाँ चाहिँ खानपिन पाक्दैछ है। यहाँ चाहिँ हिजो फ्राई गरेको मासु हो यो। यहाँ चाहिँ मासु नखानेलाई पनिर, यहाँ सोल्टीहरूले पकाउनु हुँदैछ। हाम्रो चाहिँ वाप्पा बाजेले यहाँ पूजा गर्नु हुँदैछ। यहाँ पूजाको सामग्रीहरू रेडी हुँदैछ। बाउले चाहिँ यहाँ सघाउनु हुँदैछ बाजेलाई। अब चाहिँ स्टार्ट भइसक्यो। टिका लगाइदिनु हुँदैछ।
माम खाने मान्छे चाहिँ रुएर 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 हालत भइरहेको छ। रुएर रुएर डेकोरेसन त खान्छ गर्नुभएको छ। पोका खोलिदिने भाइको पोका खुवाइदिनु त लु माम, अरू नै खानु व्यस्त भइरहेको छ। हुरुक्क पारिदिने भाइलाई नि चाहिँ यहाँ पालो नै आएको छैन यहाँनिर। हो दिदीकै हो। नमस्ते भुलिया। बाउ चाहिँ के साह्रो परेर बस्नु भएको। फुपूको पालो आयो है अब चाहिँ। के भयो? त्यत्तिकै मलाई खुवाइदिएको जस्तो मात्र गरिदिनु न। टिका न सिक्का। ओहो लु पैसा दिनु भएछ। यहाँ म फेरि यहाँ सबैलाई निकाल्नु पर्यो नि यहाँनिर। दाजु दिदी होइन आमा यहाँ चाहिँ हेर्नु घोर्से घोर्से मा के अरे पाहुनालाई उहाँहरू न पाहुनाहरू। खै चप्पल खै मम्मीको चप्पल हेरौँ न अनि। चप्पल चप्पल मम्मीको चप्पल हेर्नु। भेनाले उहाँ खुवाइदिनु हुँदैछ हाम्रो भेनाले। प्यारो प्यारो भेनाले। भेना हात्ती किन्ने पैसा दिनु है। के साह्रो रुको। यो चाहिँ खाने ठाउँ यहाँ चाहिँ यहाँ रहेको छ। ला ए खाली पो रहेछ त हौ। केही हालेको रहेन रहेछ त हौ अन्त यहाँ त। ए अचार रहेछ यहाँ चाहिँ चिप्स भरे त खाली मान्छे त। प्लेट प्लेट। तिनीले चाहिँ यहाँ पुरै के अरे बियर होइन सर्टी नै मुस्ताङ खान आउनु यहाँ सबैजना छिटो। हाम्रो राम्ररी सोल्टिनी चाहिँ फेरि आइसक्नु भयो। घन्टा हाल्नु परेन। चिसो चिसो खाएर तातो तातो हुनुपर्छ भरे चाहिँ अहिले होइन सोल्टिनी। लुपा चाहिँ गयो ल बस्दै गर्नु होइन सोल्टिनी। सोल्टिनी यहाँ राम्री राम्री भएर आउनुभएको छ फेरि हाम्रो सोल्टिनी। हाम्रो आन्टी फेरि झन् राम्री नि आन्टी। यहाँ ऊ हाम्रो फुपा फुपा भिडियो बनाएको फुपा भिडियो बनाएको। यहाँ मान्छे अघि रुखको मान्छे यहाँ कस्तो भयो हौ अहिले। नकुट्नु त भने तपाईँलाई। केटाकेटीहरूको ग्याङ सबजना ग्याङ राम्रो होइन देखाउनु परेन अनि। अब के काट्ने लु नरुवा न
नरुवा सानो नरुवा 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 लु चक्कुले काट्ने खतरा बनाउनु भएछ है ल ल ल ल ल ल ल बनाइदिएको छ खाऊ सानो खाऊ माथि गरिदिनु न चाहिँ माथि उता चाहिँ माथि यताबाट हालिदिनु न यताबाट राखिराख्नु न यसो अहिले फोटो सोटो भिडियो गर्दा राम्रो आउँछ होइन सोल्टी नि राम 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 खोइ म लगाइदिन्छु झऱ्यो पैसा सानेको भयो लगाइदिनु पर्छ टिका खाली त अहिले चाहिँ यहाँ पुलौवाली यहाँ दिदी हुनुहुन्छ दुई ठाउँमा यहाँ बोजूहरूलाई पुलौवाली यो मासु थोरै उयो रस नहाल्दिनु है बोजूहरूलाई हो यो अर्को पनि हालिदिनु है थोरै हालिदिनु ल अचार भयो 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 यो अलिकति हालिदिनु किन त त्यहाँ राख्नु भएको आइस राजमा यो पकौडी एउटा मात्र हालिदिनु यता हालिदिनु न हुन्छ हुन्छ अब यत्रो खाँदिनँ भन्नुहुन्छ होला मलाई त्यस्तै लाग्दैछ फेरि जो बुहारी आएको है अहिले चाहिँ यहाँ टिका लगायौँ टिका टिका धेरै धेरै पैसा हात्ती किने के अरे हात्ती किने घोडा किने दिनु नि फेरि भान्जी भान्जीलाई दिनु नि त भान्जीलाई सोध्दैछ यहाँनिर भाइ बुहारीहरू चाहिँ यहाँनिर पुरा खाना दममा दम भाइ मिठो छ मिठो छ मिठो खाऊ लुगा खाऊ माम खाने दिन लुगा खाऊ त्यही त नि कस्तो छ दिदी मिठो कुखुराको ल्याइदिनु ल यहाँनिर खाने ठाउँमा चाहिँ पुरै अहिले चाहिँ भरि 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 कस्तो जाऊ मिठो बुबु मिठो छ लु पानी पऱ्यो त के गर्ने अब ला पानी पऱ्यो त हौ के गर्नु एक्कासी पानी परेर अहिले चाहिँ यस्तो अवस्था भयो के गर्ने होला काम गर्न नपाइने भयो रक्सी भयो पानी पऱ्यो अवस्था भयो
डिस्टर्ब भइसकेको छ यहाँनिर अन्धकार हुन लागिसकेको छ यहाँ टिका लगाइदिनु हुँदैछ मम्मीले टिका लगाइदिनु हौ ए दिदी खै हौ यहाँ मेरो भाइलाई यहाँनिर कस्तो यहाँ यस्तो दामी गाडी ल्याइदिएको छु यहाँ राख्नुपर्छ यहाँ बजाउनु पनि पर्छ कता पो हौ बजाउनु मलाई नि छ त नलाइदिनु टिका खुवाइदिएको जस्तो मात्र गरिदिनु बाबा त के हो खतरा पैसा लिएर आउनु रहेछ त हाम्रो बाबाले देखाइदिनु बाबा लगाइदिनु बाबा दुईजना मात्र हो लगाइदिन्छु नि हौ पर्खिँदा गरेको नलाइदिनु नानीलाई किन दिनु कत्रा दिनु हुँदैछ त दादा बाबाले पैसा पनि फेरि ए त्यस्तो लाग्यो त So guys, हाम्रो चाहिँ प्रोग्राम सकेर हामी चाहिँ घर फर्किँदैछ ठोकेन भन्छ जति मैले चाहिँ आज मेरो थोपडा देखाइन होला सायद मेरो भ्लगभरि डान्समा अलिअलि हेर्नु होला सोल्टीहरूसँग नाचेको छ नि फेरि होइन अहिले चाहिँ 1 बजीसकेको चाहिँ हामी चाहिँ घर फर्किँदैछौँ हाम्रो नाच्नै पर्यो के गर्नु सोल्टीहरू कहाँ बढाउनु भोगेन भने त दिदी अनि अहिले चाहिँ हामी घर फर्किँदैछौँ अब भिडियो चाहिँ मेरो लास्ट यहीँनिर इन गर्न चाहन्छु किनकि मैले एकचोटि चाहिँ लास्टमा चाहिँ भिडियो गर्दिनँ किनकि मान्छेहरूले धेरै आउनुभयो अनि रस भएर मैले चाहिँ भिडियो गर्न सकिनँ त्यही भएर मेरो भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु बाई बाई